हेलो साथीहरू, हामी चाहिँ बेब्स आबुधाबी मन्दिर आइपुगेका छौँ है। त्यसपछि हामी सर्वप्रथम चाहिँ मन्दिर प्रवेश गर्नुभन्दा अगाडि जुत्ता राख्ने ठाउँतिर जाँदैछौँ। यसरी जुत्ता राख्नेतिर जाँदैछौँ है। त्यहाँ जुत्ता राखिसकेपछि हामी मन्दिर प्रवेश गऱ्यौँ। यस्तो छ मन्दिरको नजारा है। यस्तो चाहिँ ब्याग चाहिँ राख्ने ठाउँ थिएन है। ब्याग राख्ने ठाउँ नभएपछि ब्याग चाहिँ हामीले बोकेरै हिँड्नुपर्ने हुन्छ। र साथीहरू, तपाईँहरूलाई सानो जानकारी पनि, तपाईँहरू बेब्स आबुधाबी मन्दिर आउनुहुँदैछ भने छाता, सेल्फी स्टिक, पावर ब्याङ्क इत्यादि चाहिँ ब्यागमा नराखिकन ल्याउनु होला है। हामीले पनि सेल्फी स्टिक ल्याएका थियौँ, तर हामीले चाहिँ बाहिरै छोडेर आउनु पर्यो। त्यो सेल्फी स्टिक चाहिँ के हुन्छ थाहा छैन है। हामी अब बाहिर छोडेर आएछौँ त्यत्तिकै। अब के हुन्छ हेरौँ, के हुन्छ। लेट्स गो, हेरौँ एकपल्ट।